निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। म यो सुनसरी घटनाप्रति के कुरामा सम्मानित सदन र यो सदन मार्फत आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु भने हामी नेपाली जनताको ऐतिहासिक विरासत या परम्परा भनेको सामाजिक सद्भाव कायम राख्नु, राष्ट्रिय एकताप्रति सम्पूर्ण रूपले समर्पित भएर लागिरहनु र अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्य मार्फत जस्तो सुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, म आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै यस खालका समस्या जो देखा पर्न खोजेका छन् तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु। हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौँ, तर साथसाथै हामीले चिन्ता पनि व्यक्त गऱ्यौँ। यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधानत, कानुनत र व्यवहारत पनि प्रधानमन्त्रीले नै हुन्थ्यो। तर यस खालका संवेदनशील र महत्त्वपूर्ण बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो भनेर सबै बाँकी राजनीतिक दलहरूले व्यक्त पनि गर्नुभयो। मैले पनि प्रधानमन्त्रीको अनुपस्थिति, गृहमन्त्रीले रिपोर्ट गर्नुपर्ने र त्यसमाथि छलफल हुनुपर्ने ठाउँमा गृहमन्त्रीको पनि अनुपस्थिति चिन्ताको विषय हो भनेर पनि हामीले भन्यौँ। तैपनि हिजो पार्टीको तर्फबाट, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट जो पहल भयो त्यसलाई हामीले सकारात्मक रूपमा लियौँ र हामी सबैले पनि सामाजिक सद्भाव कायम गर्ने नेपाली इतिहासको गौरवशाली परम्परालाई फेरि अगाडि बढाउनको निम्ति अपिल पनि सामूहिक रूपले गऱ्यौँ। त्यति बेला मैले भनेको थिएँ, हामीले खास गरिकन देशमा निकै ठुलो गृहयुद्ध, निकै ठुलो द्वन्द्व हामीले जसलाई जनयुद्धको रूपमा परिभाषित गऱ्यौँ, त्यसलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पनि हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायको रूपमा लियौँ, प्रयोग गऱ्यौँ र त्यसबाट एउटा ऐतिहासिक उदाहरण हामीले देशमा मात्रै होइन विश्वको अगाडि पनि प्रस्तुत गऱ्यौँ, जसलाई विश्वले पनि त्यसलाई राम्रोसँग आत्मसात गर्यो र हामी सबै नेपालीको निम्ति एउटा गौरव, हाम्रो शान्ति प्रक्रिया एउटा सफल शान्ति प्रक्रियाको रूपमा एउटा परिवर्तनकारी शक्तिको रूपमा स्थापित भएको छ। हामी सबैले त्यसमा गौरव गरेका छौँ। त्यसपछिका घटनाक्रमहरूमा पनि जति जति बेला देशमा या गम्भीर प्रकृतिका राजनैतिक समस्याहरू, गाँठोहरू पर्छन्, त्यसलाई फुकाउनको लागि हामीले संवाद र सहकार्य, के सत्तापक्ष के प्रतिपक्ष, हामीले जहिले पनि संवाद सहकार्य मार्फत ती गाँठोहरू फुकाउन, देशलाई निकास दिनको लागि पहल गरेका छौँ। सिस्टमबाट खास गरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका
नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोके होला मलाई अनौठो लाग्छ। उहाँले, म आफैलाई भन्न चाहन्छु, उहाँले मलाई बोलाएर एकचोटि तपाईले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। केले रोके उहाँलाई? आफ्नै अहङ्कारले रोके हो कि म पर्याप्त छु मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो। चाहे नेपाली कांग्रेसमा भनौँ या नेकपा एमालेमा भनौँ या अन्य राजनीतिक दलहरूमा पनि आफ्ना धेरै सङ्घर्षका अनुभवहरू छन्, जुन तपाईहरुको सरकारको लागि धेरै ठुलो सहयोगी हुन सक्छन्। ती अनुभवहरू, त्यो अनुभव लिन कन्जुस्याइ गर्नुपर्ने कुनै कारण छ र? मलाई लाग्छ त्यस्तो जति उदार मनले काम गर्न सक्यो त्यति देशको पनि जनताको पनि तपाईहरुकै पनि हित हुनेवाला छ। तपाईहरु जति संवादबाट टाढा जानुहुन्छ, जति प्रतिपक्षहरूलाई अवमूल्यन या अपमानित गर्नुहुन्छ या जनताको एउटा वर्ग तह तबकालाई व्यवस्था गर्ने कोसिस गर्नुहुन्छ, त्यति राष्ट्र पनि जनता पनि र तपाईहरु पनि हामी सबै अप्ठ्यारोमा पर्छौं भन्ने कुरा पनि म भन्न चाहन्छु।